गाइज नेपाल क्रिकेटलाई माया गर्नुहुन्छ भनेपछि तपाईँहरूको लागि एकदमै खुसी खबर लिएर आएको छु कि गाइज अब हामीहरूले हेर्नेछौँ ब्याक टु ब्याक नेपालको इन्टरनेसनल म्याचहरू। गाइज तपाईँलाई थाहा होला कि वर्ल्ड कप खेलेपछि गाइज हामीले कुनै पनि नेपालको इन्टरनेसनल म्याच देखेको छैनौँ। ठिक छ होइन, डोमेस्टिक गेम भइरहेको छ गाइज, तर इन्टरनेसनल म्याचको छुट्टै आफ्नो मजा हुन्छ र मजा अब डबल हुनेवाला छ। किनकि गाइज हामीले चाहिँ पहिला CWC लिग 2को म्याचेस याद होला तपाईँलाई, UAE र ओमानसित हामी खेल्नेवाला थियौँ होइन। त्यो मार्चमा आई थिङ्क मिडलमा कहीँ मार्चमा हुनेवाला थियो, तर GCCको हालत तपाईँलाई थाहा छ गल्फमा कस्तो अवस्था छ, त्यही भएर त्यो नि म्याचहरू हुन सकेन। र गाइज अब गएर 25 अप्रिलबाट यिनी म्याच फेरि स्टार्ट हुनेवाला छन्, जहाँ नेपाल UAE र ओमानसित पहिलो खेल्नेवाला छ। 6वटा म्याच हुनेवाला छन्, ODI म्याचेस हुन्, CWC लिग 2का म्याचेसहरू ODI नै हुने गर्छन्। र त्यसपछि फेरि हामी USA र स्कटल्यान्डसित हामी 6वटा म्याच फेरि खेल्नेछौँ, CWC लिग 2 अन्तर्गत नै हुनेछ गाइज। तर मलाई एउटा अलिकति डर के लागिरहेको छ भनेपछि पानी नपर्दियोस्, यो बेलामा अलिकति पानी परिदियो भनेपछि नेपालको लागि एडभान्टेज होइन डिसएडभान्टेज हुनेछ गाइज। किनकि तपाईँलाई थाहा होला कि नेपाल अलरेडी एकदमै तल पुच्छारमा छ गाइज, सेकेन्ड लास्ट हामीले भन्न सक्छौँ। अब यो अवस्थामा गाइज अब म्याचहरू भएन भनेपछि नेपालको लागि कति पनि राम्रो हुनेवाला छैन। हामीले ब्याक टु ब्याक म्याचेसहरू जित्ने पर्ने छ गाइज। त्यो अवस्थामा यदि पानी परिदियो भनेपछि 1 अङ्क हामीलाई मिल्ला, त्यो अङ्कले हामीलाई त्यति धेरै सहायता गर्नेवाला छैन। हामीलाई 2टा अङ्क चाहिरहेको छ अहिलेको टाइममा। सो वी होप कि होइन पानी नपरोस् र यिनी म्याचेसहरू सबै म्याच हामीले देख्न सकौँ र नेपालको पनि जुन एउटा खेल छ त्यो पनि राम्रो होस् र खेलाडीहरू चाहिँ अलिकति परिवर्तन हामीले देख्नु पाऊँ होइन, त्यति मैले चाहन्छु। राम्रो हाम्रो अर्जुन कुमार या हाम्रा अरू ब्याट्सम्यानहरू या हाम्रो बलरहरूमा पनि परिवर्तन हामीले देख्न पाइयोस् भन्ने मेरो एउटा सोच छ गाइज। अब तपाईँहरूलाई मेरो कुरा कस्तो लाग्यो प्लिज कमेन्ट गरेर अवश्य भनिदिनु होला। यो खबर कस्तो लाग्यो त्यो पनि कमेन्ट अवश्य गरिदिनु होला। अहिलेसम्म फलो गर्नुभएको छैन भने फलो अवश्य गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड फलो गाइज होइन। बिल्कुल नबिर्सिनु होला गाइज, तपाईँहरूको साथ र सहयोग सपोर्ट एकदमै खाँचो छ त्यसको गाइज।